चाइना जहाँ क्रिकेटै छैन भन्दा नि हुन्छ। चाइनाले महिला क्रिकेट टिम नेपाललाई हिजो होइन 2-4 दिन अगाडि हराएर एसियन गेम खेल्नबाट वञ्चित भयो नेपाल। चाइना जस्तो टिमले हराएर वञ्चित भयो। अनि त्यस पछाडि लगातै प्रिमियर कप भइरहेछ अहिले होइन, एसिया कप क्वालिफायर भनौँ न, प्रिमियर कप, जसमा पनि आज हङकङ पनि चाइनै हो, चाइनाले 40 रनमा अल आउट गरिदियो नेपाललाई। 110 रनको चाहिँ टार्गेट थियो, 40 रनमा अल आउट गरेर 69 रनले नेपाल पराजित भयो। दुःख लाग्यो मलाई, त पीडा लाग्यो। जित्छ होला भनेको 40 रनमा अल आउट, सिङ्गल डबल रनमै सबै ब्याटै चलेन कसैको पनि, 40 रनमा अल आउट भयो। दुःख। अब के चाहिएको त बहिनीहरूलाई? किन गेम खस्क्यो त? सायद सामाजिक सञ्जालमा व्यस्त भएर हो कि? अब पहिला क्याप्टेन इन्दु वर्माले भनेको सुन्थेँ, हामीलाई चाहिँ अन्तर्राष्ट्रिय कोच चाहियो भनेर। अन्तर्राष्ट्रिय कोच नै छ अहिले पनि इन्डियाको होइन। एक्सपोजर चाहियो भन्थ्यो, एक्सपोजर पनि पाइरहेछ, विदेशतिर खेल्न गइरहेको देख्छु। यही टिम हो कि जब पहिला चाहिँ पाकिस्तानलाई नै हराएको थियो, नेक टु नेक बङ्गलादेश इन्डियाहरूसँग, एकदम श्रीलङ्काहरूसँग एकदम खेल्ने, थोरै मार्जिनले हार्ने टिम अहिले कसरी बिग्रियो? अब कम्बिनेसन पनि राम्रो छ टिमको, नयाँ पनि आइरहेको देख्छु, सम्झना खड्का होइन, पूजा महतो होइन, अनि अर्को के अरे खोइ पोदार बहिनी, अनि पुरानोहरू अब रुबिना, इन्दु, सीता, सबैको राम्रो कम्बिनेसन देख्छु। तर कोल्याप्स कहाँ भयो त? किन हार्या? कसरी हार्या? यो त क्यानले पनि हेर्नुपर्छ होला नि त होइन। सेलरी पनि दिइरहेछ, पुरुष टिम 16 नै सेलरी पाउँछ भन्ने सुन्छु। अब चारैतिरबाट सुविधा पनि छ, तर देशको लागि नतिजा चाहिँ किन आएन कि? यो कुरा चाहिँ क्यानसम्म पुगोस्।